हेलो एभ्रिवान आज चाहिँ म तपाईहरुकोमा के शेयर गर्न गइरहेको छु भन्दा आज चाहिँ म धेरै खुसी छु किनभने आज मेरो छोरा स्कुल गएको छ है फर द फर्स्ट टाइम। तर यहाँको स्कुल चाहिँ कति बजेदेखि रहेछ भन्दाखेरि 8:30 देखि 12:30 बजेसम्म रहेछ। 4 घण्टा रहेछ हैन, 9:30, 10:30, 11:30, 12:30 4 घण्टा रहेछ। अनि उ त अब कहिले पनि त्यसरी टाढो बसेको छैन नि त मसित त हैन, एकछिन हो अब एकछिन। अनि मेरो श्रीमानले बिहान छोडेर आउनुभयो, त्यति बेला त खुसी नै थियो। त्यहाँदेखि निस्किँदाखेरि चाहिँ रुँदै थियो अरे हो। त्यहाँदेखि श्रीमान आएर खाजासाजा खाएर ड्युटी जानुको लागि होस् एकपल्ट हेरेर आउँछु ल भनेर घर स्कुल छेउमै छ नि त। जाँदा त रोइरहेको छ, 1.5 घन्टासम्म कन्टिन्यू रोएछ, कन्टिन्यू नन स्टप रोएछ हैन। अनि त्यहाँदेखि फेरि फर्काएर ल्यायो हो। अनि फर्काएर ल्यायो, अब भोलिको नि त के गर्छ। अनि मैले के भयो भनेको त साथीहरू हाँस्यो अरे उसँग, ऊ अब रुयो होला अन्त हाँस्यो होला नि त हैन। अन्त उसलाई चाहिँ फेरि त्यसरी ऊ रुँदा त्यसरी हाँसिदियो भने झन् उसलाई इरिटेट फिल हुन्छ हो। अनि साथीहरू हाँसेको गऱ्यो, अन्त म अझै रुको अरे। अनि त्यस्तो अरे हो। अब कोनी भोलि के गर्ने हो, भोलिको टेन्सन भइरहेछ। अब भोलि जानु मान्ने हो कि नमान्ने हो। अनि त्यसको लागि पनि धन्यवाद छ है, स्कुलको एडमिसनहरू पनि भइसक्यो नानीको है। अनि सबै तपाईँहरूको प्रार्थनाको उत्तरमा है सबै कुरो भइरहेको छ। अनि जाडो चाहिँ अलिक छ, अनि नानी चाहिँ अलिकति बिसन्चो थियो चिसोले गर्दाखेरि। अब गरमबाट आएको लुगा लाउनु मान्दैन हो, लुगा बेसी भयो भने हाँ हुन्छ हो, स्यास्या हुन्छ। अनि लुगा लगाइदिँदाखेरि स्यास्या हुन्छ। अन्त राति लुगा ओढ्नै मान्दैन, उसले उता पनि ओढ्थेन यहाँ पनि ओढ्नै मान्दैन हैन। त्यसले गर्दाखेरि अलिकति डिसेन्ट्री भएर मासी परेको जस्तो भएर भइरहेछ। दबाईहरू खाइरहेको छ। अहिले चाहिँ अलिकति कन्ट्रोल भयो आज चाहिँ है, हिजो रातिदेखि अलिक कन्ट्रोल भयो। मैले पानी बोतलमा हालेर तातो पानी हालेर तातो बनाएर चाहिँ सेकिदिएको थिएँ है त्यसमा। अन्त त्यहाँ बस्नु लगाएर अनि त्यसले चाहिँ अलिकति राम्रो गर्यो, धेरै राम्रो गर्यो है। अनि आज चाहिँ अहिलेसम्म 2 खेप मात्रै भयो। अनि ठिकै छ। अब भोलिको चाहिँ के हुने हो टेन्सन भइरहेछ है। भोलिको तपाईँहरूलाई म भनिदिन्छु नि है, उसले के गर्दा रहेछ नि। स्कुल पनि देखाउँछु भोलि म। ओके बाई बाई, हेभ अ ब्लेस्ड डे अहेड।